पानी बुझ्दा भाइ मारे पानी भरिया छैन उखाएर पानी खेत अभाव छ भन्ने थाहा पाउन ल साइला तन्का दिन भाइ आइया बस दनक्क बा सिक्दैछु राम्रो हुने दनक लगाएर खानुस् है भाइ के अरे हो सिद्धिहाल्यौ जेठ भाइ सिद्धिनु वाला छ है 3 बजेतिर सिद्धिन्छ 3 बजे सिद्धिन्छ मजाले रोप्नेहरू कति लगाएको थियो खेर्नु नै दिनु 7-8 जनी 7-8 जनी मात्रै त्यति हुन् ए सानो रोपाइ के सानो रोपाइ हो दे अब म जान्छु हाम्रो जानुपर्ने ह तुमी बस्या तुमी जाने हो कि हार्ने हो जाने भए लागौँ जानुपर्ने हो बल्ल न घाँस पनि गर्नु छ भोलि फेरि गइराखे त रोपाइ छ म लाग्छु हातै सँगै जाउँला क्या जाउँ साथै जाउँ साथै मेरो राजा खासुका जे भए नि
हेर राजनले यो बाटो धेरै अडियो यार अब बाबुबाजेको बिडो पनि थाम्दै पर्यो कि के भन्छ अब क्यारौँ दाजु गाई भैँसा पाल्नै पर्यो हुने गोठालो पनि त गर्नु पर्यो ऐ यो जुका लागि हो यसै रहन्छ दाजु टिमुर डल्न टिमुर रहन्छ दाजु रहन्छ तिम्रो दले त हुँ अघि नै आउनेवाला खेतमा लाग्या रहन्छ पखालेलै भन्ने हो अब बर्खा महिना समय लाग्या रहन्छ दाजु दाजु सुन्यौ ए यो त केही होइन उहिले बुबुबाजेको पालामा हाट जानेहरू यही बाटो हिँड्दाखेरि 2-4 जना मरे आउनु गरे यो सधैँ यस्तै हुन्छ अरे हट जाऊ हाटो जाउँ दाजु हाटो जाउँ हो रे दाजु आधा रात पार्टीको नभने घर आइयो थियो आज पुग्यो त पुग्यो क्या गर्ने अब आज अलिक फाटो भएन रोपाइ पुग्यो दाजु गोठा शीतलो मन भयो थियो खिडे पनि आज यो उज्यालो यसै पर ढिकती राख्यौ त म हाँसी खिडे राख्छु यो स्याकु यता देखाउ स्याकु राखेलु यहाँ जाउँ दाजु भित्तै जाउँ बन्द गरिदिनु दुध पाइगयो लाग्दै हेर त यहाँ जुगाले खाले जुगाले खाले त्यो अहिले खाना अहिले बनाउँला दाजु भइहाल्छ क्या गरौँ छाल लेखा जानुपर्ने उम्म घाँसतिर गर्नु पर्यो त यति नगरे त कहाँबाट खाना पाइन्छ र यसो गर्दैन त अहिले त्यो चोयो हल्लो बल्ल थियो है दाजु धुवा मात्रै धेरै गऱ्यो धुवाल धेरै गऱ्यो भन्छ राजेनले धुवाल भयो भन्छौ अलिक धुवाल भयो भखै एक बटको मलाई पनि हाल्दै कहाँ दाजु अहिले घी बनाइकन नुन तेल तिर्नुपर्ने थियो दाजु अहिले दुध पनि दुःख पनि गर्ने हो खाने पनि हो हाल एक बटको खाइदिउँ दे खाऊ दाजु दुध हाल्दै अहिले गौरा भैँसाले पनि दुध दिन छोडेल्यो के गर्नु दे भने केहरू रागो ल्या हो कि भैँसाले अब राँगो क्या चिन्ता गर्छ है त आफै राँगा त है त चाल नगर गोठा पातो न गोठालो पर राँगो ल्याउन हाइमेला जानु पर्दा बुढेसकालमा क्या कुरा गरे आउँदे त्यो है अहिले कुरा गर्छ ऊ बेला छोरी मान्छे बहन गाला कम्ता रमाइलो हुन्न त्यो उही बेला दिन त हुन् त अब दाजु बडालाई जार्तुन खुब गली बाहार्दा थियौ तुम्रो त भर पनि छैन दाजु तुमी बस्या म पर जान्छु र गाई बाछा बल्लन घाँस पनि हाल्ल्याउँछु तल्ल्या त थलाम्ती भैँसी कस्ता छन् किलो उखेल्यो कि राँगोले त्यो पनि हेरिआउँछु थाक्या पनि होला तुमी यहीँ पल्ट्या म आउँछु यो म गल्ल्या पनि छु म पल्टी जान्छु त जा हेर्नु
बस्या हो क्या ल चिलिम खाने मन लाग्यो यो चिलिम यो सुल्फो यहाँ होइन म थकेको छु म सुत जान्छु सुल्फो म गएँ हुन्छ बल्ल पानी पर्ला जस्तो भयो पर गोठा गएर बल्ललाई घाँस हाल्ल्याउनु पर्यो हुने राँगा भैँसा पनि त हेर्नु पर्यो कहीँ किलो उखेलेर पो गयो कि पानी त परिजान्छ जस्तो पनि छ असाढोले मिची आगो क्या पो हुने छकालै यो राजेन्द्र कता गएछ हाई बिर्खा दाजु के आज धुवाकुडै पाडे हौ तै पर त्यो झरामती स्याकु क्या नफाले हौ तिम्रो स्याकु होइन नै क्या कुरा गर्छ छकालै कहाँबाट मेरो स्याएको हुनु त तिम्रो गोठा फाले हौ स्याकु तिम्रो नभइनु हुने क्या मेरो हो त अब क्या भन्न हो यो राजेन्द्र ओइ राजेन्द्र 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 हो राजेन्द्र राजेन्द्र